ड्युटीमा खटेको प्रहरीले बाटोमा तपाईँले बोलेकै आधारमा रिसको आवेशमा आएर विभिन्न बाहनामा पक्राउ गर्ला। यस्तोमा पुलिस स्टेसन लगेर तपाईँले उनीहरूलाई गाली गलौज गरी धाकधम्की दिई ड्युटीमा अवरोध गरेको भनेर अभद्र व्यवहारको मुद्दा लगाएर 25 दिनसम्म अनुसन्धानको नाममा थुनामा राख्न सक्ने सम्भावना रहन्छ। यस्ता धेरैवटा मुद्दाको अभियोग हेर्दाखेरि मानिसहरू यस्तै आरोपमा पक्राउ पर्ने र अनुसन्धानको बयानमा कसुरमा स्वीकार गर्ने र पछि न्यायिक निकायमा गएर आफूले कुनै पनि कसुर नगरेको प्रहरीले धाकधम्की दिई बयान लिएको भनी इन्कारी बयान गर्छन्। यो धेरै अघिदेखिको ट्रेन्ड नै भइसकेको छ। यसरी धेरै मानिसहरू 1 वर्षसम्म कैद वा 10,000 रुपियाँसम्म जरिवानाको सजाय हुन सक्ने अभद्र व्यवहारको मुद्दामा पर्ने गरेका छन्। प्रहरीको यस्तो ज्यादतीमा पर्नु भएको छ भने कृपया कमेन्टमा आफ्नो अनुभव हामीलाई सेयर गर्नुहोस्। साथै यो भिडियो अरूलाई सेयर गरेर प्रहरीलाई सचेत गराउनुहोस् र भविष्यमा सम्भावित पीडितहरूलाई सजग बनाउनुहोस्।